बुवा र दाइ मिलेर रङ्गोली बनाउँदै हुनुहुन्छ। ल हेर्नुहोस्, रङ्गोली चाहिँ यस्तो प्रकारले बनेको छ। अब चाहिँ रङ्गोली बनाइसकेर दियो बाल्ने क्रम जारी छ। लक्ष्मी मातालाई स्वागत गर्नको लागि हामीले दियो बालिरहेका छौँ। लक्ष्मी माताको पाइलामाथि पनि दियो फुलहरू चढाउने काम पनि भइरहेछ भने दियो बालेर उज्यालो पर्व तिहारलाई स्वागत गरेका छौँ। सँगै लक्ष्मी माताको पनि स्वागतको प्रक्रिया भइरहेछ। दियो बालेर सकियो। अब चाहिँ मैनबत्ती बाल्ने प्रक्रिया सुरु हुँदैछ। मैले अलिक पर गएर कस्तो देखिरहेछ त भ्यू भनेर यसो देखाइदिएको अवस्था हेर्दै गर्नुहोस् है। मेरो माहौल यतिखेर यस्तो छ। हजुर, मेरो चाहिँ घरमा आमा बुवा अनि ठुल्दाइहरूले एकदम लक्ष्मी मातालाई स्वागत गर्ने तयारी गरिरहनु भएको छ। यो यहाँ वरिपरिको माहौल चाहिँ अब हाम्रोतिर घर खासै छैन, एकदम अँध्यारो भइसकेको अवस्था छ। यस्तो छ नजिक। अनि साथीहरू, यो हाम्रो जुन रङ्गोली बनिरहेछ अथवा यो हामीले जुन दियोहरू बालिरहेछौँ, जुन ठाउँमा जसरी बालिरहेछौँ, काम गरिरहेछौँ नि, यो लक्ष्मी मातालाई स्वागत गर्ने तयारी गरिरहेछौँ नि, यो सबै डिजाइन चाहिँ सबै यसको श्रेय चाहिँ हाम्रो ठुल्दाइले जान्छ। ठुल्दाइले नै एकदम अग्रसरता जगाउनु भयो। ठुल्दाइको अग्रसरतामा हाम्रो यो काम भएको हो। एकदम धेरै मेहनत गर्नुभयो उहाँले चाहिँ।
लक्ष्मी पूजाको भोलिपल्टको दिनको अवस्था। देउसिरे गर्नु देउसिरे भट्टन त एकजनाले भट्टन देउसिरे भन्नु त यो भिडियो हेरेको छैन एकैछिन फोटो लिन्छ क्या